सुरुमा तेल तताउने अलिकति यो पुऱ्याइदिने मेथी फ्राई पनि हुन्छ हैन अदुवा अलिकति लसुन खुर्सानी हल्का फ्राई गर्ने करेला बनाउँदा अलिकति तेल अलि बढी नै चाहिन्छ अरूभन्दा साग पनि राखिदिने पकाएपछि करेला दुई हल्का चलाइदिने धेरै गाह्रो त छैन सजिलै छ हैन त्यति गाह्रो छैन सजिलो छ मलाई त मन पर्छ के रे करेला हल्का भुन्दिने त्यसैमा टिमुरको राखिदिने त्यसपछि स्वाद अनुसार नुन राखिदिनु होला कति खान मन पर्छ चलाइदिने जीरा धनिया तोरी मसाला का ये सब भुटेर पिनेर राखेको हैन यो राखिदिने हाल्न पर्ने भएको छ त्यसलाई फेरि चाहिँ बिचको फेरि हल्का चलाइदिने मसिना टमाटर भएकाले यत्तिकै हालिदिन्छु है मैले काट्नै पर्दैन यो चलाइदिने भाँगो र तिउको धुलो हो मिठो हुन्छ कश्मीरी मिर्च यो पहिला हाल्दैन कि अचार यसो कलर राम्रो देखिन्छ कि भनेर हाल्नुहोस् है साथी कस्तो बन्छ
अब सिटी एक सिटी लाग्यो। एक सिटी लगाइयो भने टमाटर पनि पाक्छ, करेला पनि पाक्छ। हाम्रो सिटी करेलाले सुगरलाई प्रेसरलाई राम्रो हुन्छ, यसो खाना पनि स्वाद यसो बढाउँछ। त्यही भएर मैले बेला बेलामा यसो करेलाको यसो अचार बनाएर खान्छु, मिठो लाग्छ मलाई। अब हजुरहरूलाई कस्तो लाग्छ? रुचाउनेलाई मिठो हुन्छ, फाइदा पनि गर्छ। त्यही भएर मैले करेलाको अचार बेला बेलामा बनाइरहेको छु। हजुरहरूले पनि यस्तै गरी बनाएर खानुहोला। मैले त अलि एकैचोटि अलिअलि खाएर बाँकी जति रहेको सब फ्रिजमा राखिदिन्छु अनि बेला बेलामा खाने गर्छु। हजुरहरूले पनि ट्राई गर्नुहोला। मलाई त मनपर्छ, हजुरलाई कस्तो लाग्छ? ल अब कस्तो भयो? तितो करेला तर स्वाद यस्तो कि एकचोटि खाएपछि फेरि फेरि खान मन लाग्ने। घरमै सजिलै बनाउने करेलाको अचार कस्तो लाग्यो कमेन्टमा भन्नुहोस् है। यस्तो मिठो र सजिलो रेसिपीको लागि च्यानल सब्स्क्राइब गर्न नभुल्नु होला।